अर्थमन्त्रीजी हो, सरकारी हस्पिटलमा सेवा लिन जानुभएको छ कहिले? के स्वास्थ्य मन्त्रीजी सरकारी हस्पिटलमा सेवा लिन जानुभएको छ कहिले? छैन भने सुन्नुहोस्, म भन्छु, म गएको छु। सरकारी हस्पिटलमा के हुन्छ, अधिकांश सरकारी हस्पिटलमा बिहान 3 बजेदेखि 4 बजेदेखि लाइन राख्नुपर्छ। आफ्नो पुर्जी राखेर त्यहाँ ढुङ्गाले थिचेर बोतलले थिचेर लाइन राख्नुपर्छ र टिकट काउन्टर खोल्छ 7:30 बजे। 7:30 बजे टिकट बल्ल बल्ल लियो, त्यसपछि 10 बजे डाक्टर आउनुहुन्छ। डाक्टर देखायो, त्यसपछि रगत जाँच अनेक किसिमको जाँच गर्नलाई त्यहाँ लाइन बस्नुपर्ने र एमआरआई गर्नु पर्यो। त्यो हस्पिटलमा छैन, निजीमा जाऊ, त्यसमा पनि डाक्टरले रेकमेन्ड गरेको निजीमा जानुपर्छ। औषधि पनि साधारण औषधि बाहेक औषधि छैन सरकारी हस्पिटलमा। के यस्तो अवस्थामा बाध्य भएर सरकार निजीमा पठाउने अनि निजीमा गएर फेरि ट्याक्स लगाउने? त्यो भनेको त गरिब जनतालाई उपचार नभएर मर भनेको भयो क्या। मैले अघि आकस्मिक समय पनि भन्न लागेको, बर्ड फ्लू आएर भक्तपुरको चाङदारा नगरपालिका वडा नम्बर 5 मा कुखुराहरू दिनको 300-400 कुखुरा मरेको हुनाले त्यो पनि मैले सरकारको ध्यान आकर्षण गर्न पाएँ, अघि भन्न नपाएकोले। अहिले सैद्धान्तिक विषयमा छलफल गर्नुपर्दा यो जुन शिक्षामा कर लगाएको यो N 15, 16, 17 मा 15 मा चाहिँ विदेशमा पढ्न जाने विद्यार्थीहरूलाई सथाई बापत 3% लिने भनेको त्यो पनि गैर वैज्ञानिक भयो। मिनिमम 1% गर्नुपर्छ र 16 मा हैन 15 मा कम घटाउनु पर्यो र 16 मा चाहिँ के भनेको छ भने यो शिक्षामा निजीमा गएपछि चाहिँ थप समता शुल्क त्यो पनि हटाउनु पर्छ। किनभने शिक्षा भनेको पक्षपातको शत्रु हो भनेर नेल्सन मण्डेलाको किताबमा मैले पढेको। यहाँ त शिक्षा लिने पद्धतिलाई नै पक्षपात गरियो। किन? आखिर किन? यो गैर संवैधानिक भयो। यो विरोधका लागि विरोध होइन, माननीय सदस्य साथीहरू, म भन्न चाहन्छु, विरोधका लागि विरोध होइन, यो नेपालको संविधानको हक, मौलिक हक अधिकारको मर्म विपरीत भयो, त्यसैले विरोध भएको यो है। विरोधको लागि विरोध होइन, यो मौलिक हकको अधिकारको विरुद्धमा भयो। मौलिक हकमा के भनेको छ भने शिक्षा र स्वास्थ्य निःशुल्क हुनेछ भनेको छ। निःशुल्क हुने ठाउँमा त यहाँ त के भन्यो भने सरकारले कि त जबरजस्ती सरकारीमा पढ्न जाऊ कि चाहिँ जरिवाना तिर भने जस्तो भयो क्या। उपचार पनि कि चाहिँ जबरजस्ती सरकारी हस्पिटलमा जाऊ